सायद एक दिन मात्रै संसद अवरुद्ध भयो भने कति घाटा लाग्दो रहेछ चिठी सुनौँ है त। प्रतिनिधि सभामा 275 जना सांसदहरू माननीयज्यूहरू हुनुहुन्छ। एकजना माननीयज्यूको मन्थली स्यालेरी भनेको 66,070 रुपियाँ। त्यसमा काठमाडौँमा घर हुनेलाई 9,000 रुपियाँ मेन्टेनेन्स खर्च र काठमाडौँमा घर नहुनेहरूको लागि चाहिँ नि 18,000 रुपियाँ रुम रेन्ट। अब कतिको घर छ कतिको घर छैन, एभरेजमा 13,000 राखौँ है त। अनि 3,000 रुपियाँ चाहिँ नि तपाईँको कम्युनिकेसन टेलिफोन यताउताको लागि, 2,000 रुपियाँ चाहिँ बत्ती र पानीको लागि। अनि यो सबै टोटल जोड्दाखेरिमा 84,570 रुपियाँ एकजना माननीयज्यूले बुझ्नुहुन्छ। र 84,570 इन्टु 275 गर्ने हो भने पनि 2,32,56,570 डिभाइडेड बाई 30 गर्दाखेरिमा 7,75,225। यो भनेको एक दिनमा हुने खर्च है, एक दिनमा। अनि मिटिङ भएको दिन मिटिङ छ आज भन्यो भने माननीयज्यूहरूले 1,000 रुपियाँ चाहिँ आउन जान ट्रान्सपोर्टेसन खर्च र 1,000 रुपियाँ चाहिँ मिटिङ भत्ता भनेर बुझाइन्छ। र यो गरेर 2,000 रुपियाँ, 2,000 इन्टु 275 गर्ने भने 5,50,000 रुपियाँ चाहिँ नि मिटिङ भएको दिन। अनि 5,50,000 प्लस 7,75,225 जोड्ने हो भने पनि 13,25,225 रुपियाँ चाहिँ नि तपाईँको एक दिनमा खर्च हुन्छ, एक दिनमा क्या। अनि के हुन्छ त त्यहाँ जनताको कुरा, त्यहाँ कति ठाउँमा बाटो बनेको छैन, कति ठाउँमा चाहिँ नि रोड पुगेको छैन, कुन नियम राख्नुपर्ने हो कुन नियम नराख्नुपर्ने हो त्यसको बारेमा कुरा गर्नु छैन। मेरो क्षेत्रमा के भइरहेको छ, मेरो क्षेत्रमा यो छैन, मेरो क्षेत्रमा त्यो छैन भनेर कुरा आवाज निकाल्नु छैन। खालि प्रधानमन्त्री खोइ, खालि यो भएन, खालि त्यो भएन। होइन, तिमीहरूको इगो छ भने प्रधानमन्त्रीसँग त्यति नै तिमीहरू बोल्न, प्रधानमन्त्रीलाई तिमीहरूले त्यतिकै देख्न मन लागेको छ भने प्रधानमन्त्रीको अफिस जाऊ न यार, प्रधानमन्त्रीको कार्यालय जाऊ, भेट, त्यहाँ गएर कुरा गर। तर यसरी दिनदिनै संसद अवरुद्ध नगर। यदि तिमीहरूले 10 दिन मात्रै संसद अवरुद्ध गर्यो भने 1 करोडभन्दा माथिको घाटा लाग्छ। अनि त्यो 1 करोडले चाहिँ कुनै न कुनै ठाउँमा बाटो पिच हुन सक्थ्यो, अथवा बाटो नपुगेको ठाउँमा बाटो पुग्न सक्थ्यो, बिजुली नपुगेको ठाउँमा बिजुली पुग्न बाटो घाममा बसेर लाइन बसेर भोट दिएर जिताएको, तलब भत्ता खाऊ भनेर पठाएको, हाम्रो ठाउँमा यो छैन, हाम्रो ठाउँमा त्यो छैन भनेर चाहिँ हाम्रो आवाज संसदसम्म पुर्याइदियो भनेर तिमीहरूले जिताएर पठाएको क्या। त्यहाँ गएर विरोध गर भनेर पठाएको होइन तिमीहरूले, बुझ्यो नि। अनि त्यत्रो करको पैसा त्यसरी खेर गइरहेको छ। वाइ नियम बनाऊ, काम गर न यार, खालि विरोध ए भगवान्।